हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी फेसबुक चोक आएका छौँ। हेर्नु होला फेसबुक चोक कस्तो छ। यहाँ चाहिँ माछा पाल्छन्। अब हामी जान्छौँ यो घरमा। यहाँ हेर्नु कस्तो राम्रो गार्डन। यता चाहिँ यहाँ पानी हाल्दैछन् खोलामा। हामी चाहिँ आयौँ यहाँभित्र। यहाँ चाहिँ जान दिनुहुन्छ कि भन्ने थाहा छैन। यो कसले खोलेको सरकारी हो कि होइन? यो व्यक्तिगत हो। व्यक्तिगत कसको? तपाईँकै हो? ए तपाईँ हो? दुईटा छ नि, माथि एउटा माइला भएको दुई कमरमा छ कि त्यस्तै छ। कहाँ म त झुपुरो रहेछ भनेर आउन मन लाग्यो। झुपुरो जग्गा चाहिँ कसको हो नि? जग्गा चाहिँ पहिला हाम्रो। अब हामी अर्को घरमा पनि जान्छौँ। यहाँ छ अर्को घर। अलिकति जान बिहा पनि घुम्न लाउनु आउने। गाइज यो पनि ढोका खोल त, चाबी हुन्छ। यहाँ पनि खोलिदिँदो रहेछ गाइज। अझै यता पनि छ। यता चाहिँ हेर्नुहोस् गाइज कत्रो खोला छ। खोलै खोला। यताको भ्यू पनि हेर्नुहोस्, यस्तो दामी देखिरहेको छ कि। यो चाहिँ हाम्रो बुइनी, यो चाहिँ हाम्रो म्यामको छोरी, यो चाहिँ भाइ, यो चाहिँ मेरो दिदी, अनि यहाँ चाहिँ अरू छन्। हेर्नुहोस् फुल, यस्तो दामी फुल छ। कस्तो राम्रो फुलको गार्डन। घरहरू यस्तो छानो छ। यहाँ घामले टल्किन्छ। हेर्दा पनि राम्रो अनि त्यस्तो भित्र बेडहरू सबै कति राम्रो घर उठाएर ओछ्यान एसी पनि छ। देखाऊ यताभित्र टोयलेट बन्द गर। बेड पनि उयो पनि बाथरुम सबै यहीँ हुँदो रहेछ। ल बेड के मान्छे बस्दैन भाडा? बस्दै आयो भने चाहिँ बस्ने रिजर्भ गरेर बस्ने रहेछ। राति आउने पछि छ दिउँसो आउने बस्ने यहाँ बस्ने र यहाँ हामी अर्को पनि जाँदैछौँ। यस्तो राम्रो गार्डन। यता पनि हेर्नुहोस् गाइस। दस वर्ष जतिको पछाडिको तार खेलेर चाहिँ हामीले चाहिँ अहिले चाहिँ अब बिर्ताबाट सबै सहर एरिया भएर चाहिँ खुल्ला एरिया पाउँदैन नि त। त्यो छ गाइस। यहाँ माथि एसी, यहाँभित्र टोयलेट बाथरुम यस्तो छ। गाइस यहाँ चाहिँ यस्तो दामी दामी गार्डन छ। यताको भ्यू पनि यस्तो दामी छ कि। यो चाहिँ के रहेछ? यस्तो दामी छ गाइस। भ्यू हेर्नु त, यस्तो दामी दामी छ। अब हामी चाहिँ उता तपाईहरुलाई माछा देखाउन जान्छु। गोल्डन फिश पनि छ।
एकछिनमा माछा देखाउने। अहिले हामी यता घुम्छौँ, हेर्नुहोस्। यस्तो ठाउँ छ कि यस्तो दामी दामी छ। यहाँ सबै फुलै फुल, फुलै फुलको। यहाँ चाहिँ हेर्नु कत्रो ठुलो जङ्गल छ, यत्रो ठुलो जङ्गल।